यसरी दोस्रो दिन पनि विधिपूर्वक पूजा गरी जल चढाई जमरालाई पुनः छोपेर राख्नुपर्दछ। आज विजयादशमीको 7औं दिन यानी सप्तमीको दिन हो। आजका दिनलाई फुलपातीको दिन पनि भनिन्छ। आजका दिन घटस्थापना गरेको स्थानमा विभिन्न प्रकारका फुलपातीहरू भित्र्याइने गरिन्छ। फुलपातीका रूपमा केरा, तारिम, हलेदो, बेल, धानको बाला आदि पवित्र वनस्पतिहरूलाई घटस्थापना गरेको स्थानमा शुभ साइत हेरी भित्र्याइन्छ। आज विजयादशमीको 8औं दिन यानी महाअष्टमीको दिन हो। यस दिन घटस्थापना गरेको स्थानमा हात हतियारहरूको पूजा गरिन्छ र माता दुर्गा भवानीलाई बलि पनि दिइन्छ। विजयादशमीको 9औं दिन यानी नवमीको दिन हो। आजका दिन घरमा रहेका विभिन्न औजारहरू र सवारी साधनहरूको पूजा गरी बलि दिने चलन रहेको छ। यसरी आजका दिनबाट सुरु भएको टीकाको क्रम 5 दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमाको दिनसम्म चल्दछ र यसै दिन जमरालाई विधिपूर्वक विसर्जन पनि गरिन्छ। भिडियो हेर्नुभएकोमा धन्यवाद। लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। अर्को नयाँ भिडियोको लागि भर्चुअल नेपाली च्यानल हेर्दै गर्नुहोला। धन्यवाद।